ल हामी अस्ट्रियाको भियनाबाट हङ्गेरीको राजधानी बुडापेस्टतिर जाँदै ट्रेन चढ्दै सुपर ट्रेन चढ्दै 2 घन्टामा पुगिन्छ 2.5 घन्टामा। खेती गर्ने पाटहरू राम्रो खेती गर्ने युरोपको खेती गर्ने फाँटहरू सब खेती नै खेती। एउटा खेताला खाने हेर त के मकै आलु होला यस्तो यो बुडापेस्ट जाने बाटोमा हङ्गेरी जाने बाटोमा हामी अहिले भियना अस्ट्रियाको भियना राजधानी बाटो हङ्गेरीको राजधानी बुडापेस्ट जाँदैछौँ। बाटोमा यस्तो खेती गर्ने ठाउँ के अरे हाइटमा नउडेको ल्यान्डिङ गर्नु लागेको छ। सोलर प्लान्ट हेर सोलर प्लान्ट हावाबाट बिजुली निकाल्ने प्लान्ट कति यता त पुरै है माइन्स नजिकै रहेछ। ठाउँ रोजेर बसेर स्वर्ग नै यही हो नि। फोन खेती ल फेरि हङ्गेरीको स्टेडियम ड्यान्युब खोलाको साइडमा हङ्गेरीको बुडापेस्टको स्टेडियम नाइट इभिनिङमा देखिने दृश्य। बुडापेस्ट सिटी पनि आइयो। यो भनेको ड्यान्युब खोला जर्मनीबाट रोमानियासम्म बग्छ। अस्ट्रिया जर्मनी अस्ट्रिया भियना हङ्गेरी हुँदै रोमानिया स्टेडियम। ल बुडापेस्ट आइयो। स्वागत छ बुडापेस्टमा। ल रेलवे स्टेसनबाट बाहिर निक्लियो। अब बस खोजेर बस चढ्ने। टिकट किन्ने हो 3 दिनलाई 14.5 रुपियाँ इन्टु 45 रुपियाँ। ल बुडापेस्टमा स्वागत छ। बर्गर किङ पहिल्यै ल बर्गर किङ बुडापेस्टको ट्राम चढ्न आइयो। अब हामी ट्रली बस हो यो चाहिँ ट्रली बस जस्तै हो। ट्राम चढ्यो। ल हङ्गेरीको होटल 6मा आइयो हामी। 6 इन होटल 3 स्टार होटल रहेछ। ल हङ्गेरीको बुडापेस्टको 6 इन होटलको 405 नम्बर।
त्यो हालेपछि बत्ती बल्छ चाबी खुलिन्छ बाथरुम राम्रो चाहिँ आएको यस्तो बाथरुम त मेरो भोगडी चाँजो कस्तो लाग्यो त यहाँको पङ्खा चाहिँ किन यो 3 स्टार होटल भएर सब सुविधा रहेछ भित्र लाइट अन कति काट आएर ल बल्ल यो होटल चाहिँ ठिक रहेछ 3 स्टार भएर पानी सानी चिया चाहिँ यहीँ आएर बनाएर खानु पर्ने ल बुढापोस्टको होटलको 3 स्टार होटलको चाहिँ ब्रेकफास्ट खाएर यसो गार्डनतिर बुढापेस्टको होटलको बिहानको ब्रेकफास्ट खाएर अनि यहाँ गार्डनमा माछा हेर्ने कस्तो पछाडिको खुट्टाल टेकेको रहेछ कस्तो अन्त पछाडिको खुट्टाल टेकेर उभिँदो रहेछ कि कस्तो पछाडिको खुट्टा एकदम बलियो हुने माछा कसैको ठाउँमा बस्नु गयो कुटुम्बको सबै मिलेर बस्छ भनेको ल हङ्गेरीको राजधानी बुडापेस्टमा टुरिस्टहरू आइरहेका छन् र यो चाहिँ ड्यानिब नदीको बिचमा भएको पुल यता फर्किनु आमा छोरा यता ड्यानिब नदी रब्सले काम गर्ने नदी यही हो क्या रब्सको प्रोजेक्टको नदी यहाँबाट यतापट्टि त भक्दै रहेछ त सहर ट्रली बस पनि आयो नेपालमा भएको जस्तै ल लन्डन ब्रिज जस्तो रहेछ पनि हरियाली खै रब्स ड्यानिब नदी पुल माथि हामी यहाँ पान्जाहरू पनि रहेछ नि त यार्डहरू रहेछ नि त यार्डहरू यहाँ पान्जात पनि खिच्ने हो नि पान्जात पछाडि ब्याकग्राउन्डमा पान्जात देख्यो बुढी यस्तो गरेर दौडिनु पर्यो यार उताएर पर्छ ल पानी जहाज पनि देखियो मेरो साथीले काम गर्ने यस्तोमा हो नि त सानो पानी जान्छ त्यो खोज नि युरोप आएको नि त्यहाँ चाहिँ यहाँको संसद भवन
त्यहाँको ठुलो छ नि राम्रो देखिने त हेर्नु न राम्रो भयो क्या ल बुडापेस्टको पार्लियामेन्ट भवन सहित पान्जार उता ठुलो के चुचुर भएको पान्जार युरोपमा बिल्डिङ बनाउँदा यस्तो क्रेन लाएर घरमाथि नै यसरी क्रेन लाएर बनाउँदा रहेछन् यसरी पुरा सुरक्षाका साथ हङ्गेरीको सांसद पार्लियामेन्ट भवन हामी अहिले डाँडामा छौँ कुमुदिकोट सराकोट जस्तो डाँडामा छौँ ल रस पर्छ त्यहाँ भिडियो हो यो त हामी आएको पुल त्यो हो यताबाट आएको हामी खै हामी आएको पुग्यो ल ड्यान्यु रिभर यहाँबाट आयो कि यो ल 3 जनाको पर्फेक्ट ल स्टप यता हेर नियो आर्किटेक्चर को सहर यो देशबाट हाम्रा राणाहरूले नियो आर्किटेक्चर मन परेर यस्तै ठ्याक्क कपी गरेर रहेछन् कि सबै कुरो मूर्तिहरूदेखि लिएर महलहरूदेखि लिएर सबै Super high, kind of like. Pause करें
वाइन हाल्ने यसरी अनि बाइनाकुलरले हेर्ने कति कोइन हाल्ने ल ल तिम्रो मात्रै हेर्न पायो नि त हेर्नु न ल चस्मा निकाल्नु वा ए कस्तो नजिक दिएको रहेछ नि त्यहाँ त्यो पार्लियामेन्ट भवन त ए उ त्यहाँ हो पार्लियामेन्ट भवन त्यो हो होइन उता अझै उता उता चिप्चो अझै अझै यस खै यो क्यामेराबाट हेर पुरै हेर्छु यार पैसा किन्दा दर्शाउनु पऱ्यो नि कस्तो दामी देखिन्छ है त्यो पार्लियामेन्टमा हो भने त यति रहेछ Jeszcze nigdy tutaj pojedziemy, ale czy już rano. बल्ल यहाँ एउटा पहाड देखियो पहाडमा बस्यो हाम्रो पहाड बुडापेस्टमा युरोपमा आएर पहाडको छेउमा त बस्यो घर उता भाइ चाहिँ भनेको टोइलेट हेर त्यहाँ रहेछ पब्लिक टोइलेट 50 सेन्ट तिरेर पाइने यो चाहिँ बुडापेस्टको फिसरम्यान्स बासियन भन्ने ठाउँमा अहिले यत्रो ठुलो छ यो चर्च डिजाइन हेरौँ यहाँ बुडापेस्टको हङ्गेरीको स्पेसल डिजाइन यो टाइलहरूवाला त्यस्तै छ यता पनि त्यो गिटार बजाएर गाउने मान्छे हुन्छ नि कहिलेकाहीँ त्यस्तो एकजना थियो यो हङ्गेरी बुडापेस्टको रातिको नाइट सिन यस्तो हुन्छ बत्ती बलेपछि पहेँलो रङको यही हेर्न फेरि यहाँ भिड छ फेरि केही केन जस्तो गरेर पाल पालमा बस्यो सबले मोबाइलले क्याप्चर गरेर leülünk, vagy megyünk fel? Abba végébe be lehet menni, vagy ott is kell jegy? Szeretem a fotókat. बुडापेस्ट पारिस आर्मेन ल ल यता वर्षे वापस यता हेर्दै एकचोटि यता हेर्दै त अलिक खिचेर हिँड्छ यसरी भुइँभरि बसेर हेरेको मान्छेहरूले हेरेको भनेको त्यही बत्ती बलेको बिल्डिङ हो यता उता ल बुडापेस्टको लाइटिङ नाइट सिन Ah oui, tu fermes les yeux, tu fais en même temps, c'est comme ça, de dos sur scène. Ah ouais. यता बसेँ
Palma basta en Santo. Venga aquí, sí, aquí abajo. Y al que tal le conviertes en piedra. Đàn rồi này. पुरानो बजार झर्दै ल यो हो हङ्गेरीको बुडापेस्टको पार्लियामेन्ट भवन नाइट सिन लाइटको सके जग्गा हो है पर्से आउन ल राम्रो गर्छ अनि यो sorry. देखिए अंदाज 60 बिच भागमा ल यता हेर पर्छ यता हेर भनेर कता हिँडेको ल बुडापेस्टको पार्लियामेन्ट बिल्डिङ अगाडि पुल त अघि वहाँबाट राम्रो देखिन्छ चेन ब्रिज अहिलेको पाताल लोकबाट धरती लोकमा जाँदै एउटा सिधै ड्यानिब नदीको अन्डरग्राउन्डमा कम्तीमा नि 1.5 किलोमिटर जतिको नदी मुनि यस्तो टनेल बनाएर मेट्रो ट्रेन हिँड्ने कहाँ यो माथि यति ठुलो नदी छ कि अघि हामीले देखेको पुल बराबरको यत्रो भाँसेर अब यस्तो स्केटर हालेर अब मुनि अन्डरग्राउन्ड ट्रेन अब धरती लोकमा जाने जब्स यस्तो पो हो त विकास भनेर नेपालमा त 1000 वर्षपछि बल्ल होला अझ आएन धरती त अझ धरती आएन एक स्टेप माथि बल्ल कता हो धरती दानी अब अर्को ट्रेनमा चल्छ पाताल लोकबाट अझ धरती लोकको भन्दा मुनिको ट्रेनमा चढ्न जाँदैछौँ हामी अहिलेको ट्रेन चाहिँ त्यो माथिको अब ट्रेन छ यो माथि बल्ल धरती लोक भेटिन्छ हामीले हाँ 3 मिनट छ कि आइपुग्नु धरती लोक आउनु पर्यो ट्रेन खिचेर आयो ल आयो ल अब धरती लोकमा पनि ट्रेनमा चढेर धरती लोकमा आइयो बल्ल ल धरती लोकमा आइयो डबल अन्डरग्राउन्ड ट्रेन स्टेसनबाट अब बस चढेर बल्ल जाने होटल थ्याङ्क यू फर वाचिङ लाइक सेयर एन्ड सब्सक्राइब एन्ड गुड कमेन्ट्स पुट डाउन द कमेन्ट बक्स बाटो सफा गर्दै पानीको सफा गर्दै आयो त्यहाँ त्यसरी बाटो बाटोमा त्यो रातो गाडीले पुरानो घरहरू यो चल्नु
काठमाडौँ सहर जस्तै यसरीको रङ रोगन लाउने घरको बिल्डिङको प्रशासनको काम गर्ने बाटो कोसिस यहाँबाट बाब जस्तो निस्किँदै थियो यस्तो बाटो चिसो भयो यता पो मजा रहेछ कुल खै यता खै मम्मी खै खै बस्न पाउनु न यतातिर आऊ यतातिर धेरै छ कस्तो बाक्लो है थोरै दिँदै एउटा सकिन लाग्यो ल माथिबाट हान्नुपर्छ माथिबाट फोटो खिच्छ फोटो फोटो ल पार्लियामेन्ट भवन हिजो पारिबाट हेरेको थियो आज यहीँ अगाडिबाट आएर हेरियो ल पान्जा पनि यहीँ आएन ड्यान्युब नदी यता फोटो खिचिदिन्छु सुकुन कति मजा हो Cool ya. Sakyo. Suspension cable bridge. Budapest University of Technology and Economics. तिमीले यहीँ आएको गुड गुड त्यो चाहिँ मल वेल माछा जस्तो त हिँड्छ अरे पारिबाट बुडापेस्ट युनिभर्सिटी आउँदा यहाँ आएको पार्टनरहरू यही युनिभर्सिटीको छ कि कान जाते नजिकबाट देखियो अन्त अस्ति उहाँ नजिकै देख्न पाइयो कान्जा त्यतिकै टुरिस्टलाई मात्रै हो मोटर बोट बुडापेस्ट युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इकोनोमिक्स यहाँको सबसे ठुलो
पान्जाजको टुप्पो पनि देखियो। यहाँबाट वहाँसम्म 2 तल्ले रहेछ, रेस्टुरेन्ट रहेछ। नेपालले सिक्नुपर्ने कुरो एउटा यो पब्लिक प्रपर्टीमा वसुन्धरा पार्क जस्तो अरू ठाउँमा यस्तो कोर्टहरू बनाइदिने। भलिबल ग्राउन्ड त छँदैछ, तर भलिबल ग्राउन्डभन्दा यो अझ टेनिस कोर्ट धेरै राम्रो पर्मानेन्ट के हेर न, यसरी नेट फलाङको नेट र उता ड्यान्युब नदी, उता सबसे बडो पुल सहरको, यता चाहिँ 4 लाइन रोड, यता युनिभर्सिटी एरिया। ल यो चाहिँ मलाई साह्रै मन पर्यो। सबसे बडा ब्रिज ल युरोपको बाटो। भित्र छिर्ने, भित्र निस्कने, कता अलमोस्ट साडी लगाएको महिलाहरू। साडी लगाएर सर्भिस गर्नुपर्ने जीवमा यो कचुवा हो। हाम्रो नजिक आएर हेरेको कि कचुवा आँखा देखाइदियो। 60 धानेको यसले जगतलाई, त्यो भएर यसलाई टुरिस्ट मान्ने। पृथ्वीको कति भयो नि त्यो बेलामा यसले धानेको 5वटा रहेछ नि, 5वटा गर्छु चाहिँ त्यो 5 एलिमेन्ट्सको प्रतीक हो कि जलवायु, पृथ्वी, आकाश, अग्नि, त्यस्तो भने वास्तवअनुसार गरेर यो त भगवान्ले यार भगवान् नजिकै आइदिनु भयो। त्यहाँ मैले याद गरेर नै दिनु राम्रो। म त सानो थियो म गराइहाल्छु। यहाँ पनि रहेछ ल यस्तो खाले फग। हेर्ने चाहिँ नि त चिसो चिल। वाह यस्तै हिँड्यो। वाह ल हान्दै चाहिँ थियो। हेलो सक्यो, फिनिस। बुडापेस्टको स्टेडियम दुईवटा रहेछ। बुडापेस्ट इन्टरनेसनल एयरपोर्टमा हामी छिर्दै। टर्मिनल A र B छ। 66 जस्तो लागेको थियो कुन अब। बुडापेस्टको इन्टरनेसनल एयरपोर्टमा हामी रायन एयरलाइन्समा चल्दैछौँ।